नमस्कार, म अङ्करजान सहयात्री। आज एउटा गजल वाचन गर्न गइरहेको छु। यो गजल चाहिँ महेश के भट्टराईजीको हो। मलाई एकदमै मन परेर मैले जानी नजानी वाचन गर्ने प्रयास गरिरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ? सुनेर, हेरेर आफ्नो सल्लाह सुझाव दिन नभुल्नुहोला। उहाँको गजल म यसरी सुरु गर्न चाहन्छु। न तिम्रो नयनले दिएको न त नजरले दिएको, न तिम्रो नयनले दिएको न त नजरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। न तिम्रो नयनले दिएको न त नजरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। एक पीडा आँखै अगाडि कोही हराएको छ, एक पीडा आँखै अगाडि कोही हराएको छ, एक पीडा आँखै अगाडि कोही हराएको छ, एक पीडा छँदैछ आँखामा कसिङ्गरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। कसैको निरन्तर चुम्बन पनि अभिशाप रहेछ, कसैको निरन्तर चुम्बन पनि अभिशाप रहेछ, कसैको निरन्तर चुम्बन पनि अभिशाप रहेछ। म हेरिरहेछु चुरोटलाई चुम्बन अधरले दिएको, म हेरिरहेछु चुरोटलाई चुम्बन अधरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। एक दिन तिमी आउनेछौ म पुनर्निर्माण हुनेछु, एक दिन तिमी आउनेछौ म पुनर्निर्माण हुनेछु, एक दिन तिमी आउनेछौ म पुनर्निर्माण हुनेछु। म भित्र यो आशा जीवित छ पत्थरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। म हजुरको को हुँ भनेर नसोध मनमाया, म हजुरको को हुँ भनेर नसोध मनमाया, तिमी एक वरदान हौ मलाई ईश्वरले दिएको। न तिम्रो नयनले दिएको न त नजरले दिएको हो मलाई सबै यातनाहरू मेरै रहरले दिएको। धन्यवाद।